ज्ञापन पत्र बुझाएका छन्। न्यूनतम पारिश्रमिक निर्धारण समितिले 3 महिनाभित्र सबै टेलिभिजनहरूले पारिश्रमिक भुक्तानी गर्नुपर्ने बताएको छ। मंगलबार निर्धारण गरिएको पारिश्रमिक 3 महिनाभित्र कार्यान्वयन गर्न अध्यक्ष प्रेम भण्डारीले कार्यान्वयन नगर्ने संस्थाहरूलाई कार्यवाहीका लागि मन्त्रालयलाई सिफारिश गर्ने बताउनुभयो। भण्डारीले असार मसान्तसम्ममा कार्यान्वयन नगरे लोक कल्याणकारिणी विज्ञापन लगाउन सकिने समितिले नगरेको गुनासो गरेका थिए। समितिका प्रतिनिधिहरूले सूचना नगरेको सूचना विभागलाई मात्र गर्न सक्ने बताएका थिए। सम्पूर्ण कर्मचारीहरूको विवरण अधिकांश टेलिभिजनहरूमा न्यूनतम पारिश्रमिक भए पनि नियुक्ति पत्र र महिना तलब भुक्तानीमा समस्या रहेको रिपोर्टको चैतको मध्यतिर गर्मी घनत्व बढेको छ, तर गर्मीको कुनै प्रभाव नगरी पेट्रोलियम पदार्थका लागि घण्टौं लाइन बस्नुपर्ने नेपालीको नियति फेरि दोहोरिएको छ। निगमले यसअघि भन्ने गरेझै इन्डियन आयल कर्पोरेशनलाई बकिदा रकम तिर्न नसकेका कारण आईओसीले तेल आपूर्तिमा कटौती गर्दा इन्धन अभाव शुरू भएको हो। निगमले तत्काल रकम जुहो गर्न नसकेको छैन भने सरकारले यो विषयमा कुनै चासो दिएको छैन। यस्तो परिस्थितिमा निगमले 1-2 दिनमा अवस्था सामान्य हुने दावी गरेको छ। भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमले मार्च महिनामा तिर्नुपर्ने बकेता तिर्न नसक्दा मुलुकमा फेरि इन्धन अभाव शुरू भएको छ। निगमले दैनिक रूपमा 30% भन्दा बढीले इन्धनमा कटौती गर्दा तेल अभाव शुरू भएको हो। निगमले आईओसीलाई मार्च महिनामा पठाउनु पर्ने 4 अर्ब रुपियाँ भन्दा बढी रकम पठाउन नसकेका कारण अभाव शुरू भएको हो। नेपाल आयल निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरेले शनिबार र आइतबार सार्वजनिक दिँदा परेको र आईओसीले इन्धन कटौती गरेका कारण अभाव भएको भन्दै स्टक रहेको तेलबाट व्यवस्थापन गरेर भए पनि 1-2 दिनमा अवस्था सामान्य हुने दावी गर्छन्। शनिबार आइतबार 2 दिन सार्वजनिक दिँदाको बेलामा चाहिँ हामीले हाम्रो तेल वितरण गरेको। अर्को त यो मार्च महिनाभित्रमा चाहिँ हामीले आईओसीलाई चाहिँ बकेटा नराखिकन सबै पैसा उपलब्ध गराउनु पर्ने थियो। मार्च महिनासम्म लगभग 4 अर्ब रुपियाँ चाहिँ हाम्रो बकेटा रह्यो। त्यो कारणले गर्दाखेरि उसले साङ्केतिक रूपमा चाहिँ केही तेलको 30% कटौती गरेको छ। त्यो कम आएको छ, तर जस्तो सर्भर दैनिक 23 किलोमिटर चाहिँ हाम्रो रक्सनबाट लोड हुन्थ्यो भने अब 1800 किलोमिटर चाहिँ लोड भइरहेको छ। अनि त्यो कारणले अलिकति तेल कटौती पनि भएको र त्यसलाई चाहिँ हामीले आफूतिर चाहिँ असहज नहोस् र भनेर चाहिँ व्यवस्थापन गर्नलाई चाहिँ हाम्रो स्टकबाट झिकेर अलिकति तेल दिइरहेका छौँ। यही कारणले चाहिँ अलिकति अभाव जस्तो देखिएको र हामीलाई जहाँसम्म लाग्छ यो भोलि पर्सिसम्ममा चाहिँ सामान्य भइसक्छ। घिमिरेले यसरी कुरो घुमाएर सहज हुन्छ भनिरहँदा निगमसँग आईओसीलाई तिर्ने रकमको भने अझै जोहो हुन सकेको छैन, जसले गर्दा तत्कालै निगमले भने जसरी आपूर्ति सहज हुने अवस्था देखिँदैन। यो कुरा निगम प्रवक्ताले पनि स्वीकार्दै आफूहरूले आईओसीलाई केही दिन कटौती नगर्न आग्रह गरेको र आईओसीले त्यो आग्रह सुन्ने भन्दै अविश्वासिलो आश्वासन दिए। उनी आफै भन्छन् आईओसीले नियमको प्रस्तावमा हालसम्म सकारात्मक प्रतिक्रिया नदिए पनि आफूहरूको आग्रहलाई आईओसीले मान्ने र आपूर्ति सहज हुने आशा भगवान भरोसा राखे जसरी सुनाउँछन् प्रवक्ता घिमिरे। अनि हामी चाहिँ केही समयमा चाहिँ व्यवस्थापन गरेर तिमीहरूलाई पठाउँछौँ, त्यस कारण चाहिँ तेल कटौती नगर भनेर चाहिँ हामीले रिक्वेस्ट गरेका छौँ। हामीले पोजिटिभ रेस्पोन्स त पाएको छैनौँ, तर त्यो उसले पोजिटिभ नै हेर्छ भन्ने हामीलाई समयदेखि एबीसी टेलिभिजनको सिग्नल बिगार्ने तथा एबीसी टेलिभिजनले प्रयोग गरेको सैटेलाइट फ्रिक्वेन्सी अवरोध गर्ने षड्यन्त्र भएको छ। एबीसी टेलिभिजनको सिग्नल बिगार्न एउटा शंकास्पद संस्थाको संलग्नता देखिन आएको सैटेलाइट प्रोभाइडर थाइकमले गरेको अनुगमनबाट खुल्न आएको छ। एबीसी टेलिभिजनको सिग्नल अवरोध गर्ने कार्य जनताको सुसूचित हुन पाउने अधिकारमाथिको आक्रमण हो। उक्त गलत